गीत भन्ने त आएको मान्छे किन मलाई खोज्नलाई मलाई बिहानै भोट निक्लेर जा बेलुकै भोट निक्लेर जा भनेर निक्लेर ल्याऊ म अनि त्यो ऊ हुन्छ नि त तपाईको कानुन छ नि त कानुनी प्रोसेसहरुमा पो जान फुत्त हिँड्नुहुन्छ यस्तो बाजेलाई दुःख दिएर तेरो फरमान देखा पहिला फरमान देखा त देखा पहिले फरमान देखा होइन भनेर भनेदेखि फेरि देखाउनु कि नदेखाउनु फरमान के देखाउनु फरमान हेरे फरमान माग्दै हुनुहुन्छ उहाँले अब प्रमाण होला नि त म पहिला आउँदाखेरि फेरि फर्केर गएर बस्छु भन्दाखेरि मलाई राति उदो कुटेर अनि निकाल्यो फेरि भोलि पल्ट पनि मलाई कुट्या हो अस्ति के भने अस्ति मसो रसो भने कारबाही गर्नु भने पनि फोन गर्नु कहिले ल कारबाही गर्नु तुरुन्त अस्ति थिएन हेरे तुरुन्त जानु पर्छ मैले पुलिससँग गएर फोन गर्दा भने यस्तो कुरो म ल्याएको थिएँ नि त त्यो थिएन म उता पछि बोला आएर त्यतिखेर आएको थिएन कति भयो दाजु तपाईले लिएको कति भयो बरु मर्न तयारी म जान्न तपाईँ हट्नु ल बाजे त्यहाँ बस्ने रे जान्न म जान्न म यसै उतै कागज गरेर आएको यसै म हिँडेको उसै कागज के कागज खोइ कागज तिमीले राखेको छ कागज तिमीले राखेको छ कस्तो कस्तो कागज मेरो जनेरी बुढी जनेरी म लिएर जानु पाउँछु अहिले फेरि गाले गाला जनेरी पाउलिन्छ मरे पनि एकछिन न भाइ एकछिन तिमीहरु बसेर मलाई उ गरेको हैन कागज राखेर पठाएको हैन ओरा अध्यक्ष सबै राखेर जान्न म एक जान्न दुई जान्न म जस्तो सक्छु गर्नु पर्छ म जान्न बस्नु एकछिन बा एकछिन बाले अतालिसक्यो बा यहाँ जनेरी यस्ता कुरा चाहिँ यहाँ मेरो मसा आएको छ भने कारबाही गर्नु भने कारबाही नगरी छोरी छोरी उला कारबाही सबै पनि गर्नु पर्दैन मेरै छ गरे ए सर हजुर ए बोलाउनु पुलिस बोलाउनु के बोलायो नि बोलायो मलाई गरे कारबाही अस्ति मसो रसो भने कारबाही गर्नु भने म के गरे त्यतिखेर मसँग थिएन कि के छैन फोन गर्दा पुलिससँग कहाँ छैन काठमाडौँमा थियो त्यतिखेर मान्छे म थिएन म उसँग थिएन घर आउनु ल तुरुन्तै तँलाई फेरि चाहिँ लएर सुनिदिन्छु नि हेरे म जान्न भनेपछि जान्न कसको हक छ जान्न भने कसको हक छ कसैको जसुकै हो हगस म जान्न भनेपछि जान्न जानु पर्यो भने मर्छु म जान्न मर्दै केही पनि गर्दैन मर्न किन मारेर लिएर आएको त नि लिन आएको मलाई यहाँ मरे जनेरी मारिदिन्छु नि मलाई तिमी मरे नि मलाई बाँचेन बाँच भनेर मलाई कागज गरेर छोडाएको हैन तिमीहरूले गरेको तिमीसँग थियो म हिँड्ने बेलामा कागज मैले लाउने घरमा जस्तो छ त्यस्तै मलाई एउटा पत्थर पनि नदिकन हिँडेको नदेखेको यिनीहरूले लुकाएर अझ यिनीहरूको धन सम्पत्ति ल्याएको रे मैले के ल्याइदिन्छु मैले म जस्तो त्यत्रो समाज छैन उसले कुरो गरेर साउनी थिएन यसले मैले जाने थियो पहिल्यै मुजी पातरी खायो हेरे मुजी छ नि त जनेरी त एकदम जनेरी उ गर्ने भाइरल हो नि त भाइरल अर्का स्वास्नी छ नि बुढो मान्छे स्वास्नी ल्याएर त भाइरल मेरो इच्छा लाग्यो अब बुवा अब तपाईँले अब खोजेको अब खोजिराख्नु भएको थियो होइन आमालाई भेट्नु भयो अब के गर्ने त लिएर जाने नि मेरो जान्न म मर्नु पर्छ पनि जान्न मेरो घरमा बाल बिजय मैले जान्न र बस्दिन भनेको थियो छोरा छ एकछिन जोस छोरा भन्छ जस्तो गर्छ म जान्न म एक जान्न लाने नि तपाईँ जान्न लाने नि मेरो स्वास्नी लान्न म जान्न भनेपछि भन भने लगेर जबरजस्ती बोकेर लाने कुरा हुन्छ मेरो जिन्दगी मसँग छ म जान्न भनेपछि जान्न मेरो स्वास्नी म लिएर जानु पर्छ म जान्न बुवाले लिएरै जाने भनिराख्नु भएको लिएरै गए पनि म जान्न कसम जान्न म जान्न भनेपछि जान्न म जान्न कस्तो जनेरी पादेखि थारी जनेरी म जाँदै जान्न भाइरल बन्ने अर्का भाइरल त दुनिया खाडा बोलेर भाइरल हुने तिमीहरू यो भाइरल भएको र त भाइरल मेरो स्वास्नी लिएर आउनु त मेरो इच्छा थियो ल्यायो उसले के फरक छ यही सब अब बुवा नि नजाने भन्छ त नि
जान्न म लिएर गएँ म जान्न बरु मलाई मारेर जाऊ म जान्न भने चाहिँ जान्न बरु के मार्दे मलाई लागेछ मलाई चाहिँदैन अनि यहाँ सुन न मेरो मैले भनिन त्यतिखेरै भने मेरो पार्टीमा चाहिँ मरण होस् म जान्न भने तिमीले कागज गरेको वडा अध्यक्ष सधैँ राखेर त्यो पुलिस राखेर तिमीले कागज गरेर पठाएको मलाई त्यतिखेर अहिले अर्को मिडिया बोलायो भन्दैमा तिमीले जे पाए त्यही भन्न पाउँदैन जान्न भने चाहिँ जान्न म त्यतिखेर नि बस्दिनै भनेर हिँड्या बिहे दर्ता छ छैन तपाईको बिहे दर्ता छ बुवासँगको छ अनि कानुनी रूपमा त तपाईँ त उहाँको श्रीमती नै हो हो श्रीमती भाइ मलाई डिभोर्स देऊ न त छोड्दे होस् म नबनाऊ मैले भनिरहेको छु म जान्न म उसको नि बनाउँछु यहीँ बसेर हुन्छ तपाईँलाई थाहा थिएन उहाँको श्रीमती भनेर थाहा थिएन र तपाईँलाई बुढो मान्छेको श्रीमती भने मलाई के थाहा छ अब थाहै थिएन उसले भने होइन मलाई कसको श्रीमती भने थाहा थियो तपाईँलाई उसले भने होइन मेरो चाहिँ बुढा हो भनेर घर परिवारमा देखा होइन है अहिले फेरि कुटिङ र जटिङ थाहा थिएन र त बुवा अनि तपाईँको श्रीमती भनेर थाहा थिएन थाहा थिएन उसलाई म उसको श्रीमती भनेर मैले भनेको थिएँ थाहा थिएन र त बुवा मुजी कुत्ता अलिकति जाने लाद होइन अलिकति कहाँ भेटघाट भएको तपाईँहरू दुईजना हामी टिकटकमै भेट्यो आमामा गाना पनि गाउनुहुन्थ्यो टिकटकमा तपाईँहरू दुईटा तिनटा गीत गायो त्यहाँ त गायो ए हो र फेरि यो ठाउँमा लिन आयो भने कुन्ता लिएर कुन्ताबाट लिएर आउँदो रहेछ यो। तपाईँ त्यो ठाउँमा काभ्रे जाने भएको छैन तपाईँ उही नाम चाहिँ छैन काभ्रे भन्ने होइन त्यो ठाउँ मेरो पाइले नि पऱ्यो तपाईँले कहाँ भेट्नु भयो उहाँलाई मैले काठमाडौँ भेटे हो काठमाडौँ चाहिँ किन जानुभएको थियो तपाईँ काठमाडौँमा आएको थियो कि किन जानु मलाई इच्छा लाग्यो आएँ काठमाडौँ कुन ठाउँ जानुभयो काठमाडौँ यहाँ जरबुटीमा भेटे उसलाई किन ढाक कसरी भेटघाट चाहिँ हाम्रो फोन भएर भेटे फोन भएर कहिलेदेखि म आउँछु लिन आउनु हामी बोलचाल मेरो 8-9 महिना भइसक्यो 8-9 महिना बाइक छैन उसको चलाउन नि आउँदैन चलाएको नि छैन उसले नचलाएको कुरो त्यसो भने तपाईँ कन्फर्म भयो तपाईँले लिएर आएको होइन काभ्रेबाट काभ्रेबाट होइन मैले काठमाडौँबाट लिएर आउनुभएको जस उहाँ बुवाको श्रीमती हो भनेर थाहा थिएन तपाईँलाई थाहा छैन मलाई थाहा थिएन अरे बुवा उहाँले भन्नुहुन्छ त थाहा थिएन भन्छ थाहा थिएन होला नि त उहाँलाई अब उसले मलाई भने पनि 9 महिना भइसक्यो थाहा नभएको लिएर आउँथेँ मुजी मैले भनिनँ 9 महिना भइसक्यो तपाईँले फोन गरेर फेरि तपाईँ र उहाँ टिकटकमा 9 महिना भइसक्यो मुजी साथी हुनुहुन्छ टिकटकमा गीत 9 महिना भइसक्यो प्रोफाइल हेर्नु न थियो के कुराकानी हुन्छ टिकटक हेर्नै आउँदैन मलाई टिकटक गीत चाहिँ गाउँथ्यो अरे क्या गीत चाहिँ दोहोरी गीत गाउनुहुन्थ्यो तपाईँ दोहोरी हुन्थ्यो तिनटा कि चारवटा गीत गायो कुन गीत गाउनु भयो कुन गाना गाएर पठाउनु लु भन्नुहोस् कुन गाना तपाईँको गाना छ तपाईँको गाना छ तपाईँको गाना छ घरमा भएको गाना दुईजना बसेर गाओ हेरे कुन गाना गाउँथे त्यो गाना बुवा अलिकति चाहिँ लादेर चिन्नु हुने मुजी अनि अब कानुनी रूपमा कानुनले त उहाँकै श्रीमती हो भन्छ नि त 15 वर्षको छोरो कान भए पनि मलाई तैँले मान्छे चिन्छ जान्न म त्यो घरमा मान्छे चिन्छ मैले त्यो घरभित्र छिरेदेखिबाट कहिले सुख र शान्ति र कहिले शान्ति गरेर बस्न पनि पाइनँ म बस्दा पनि बस्दिनँ बुवाले त नि घिउ खुवाउँदै राखेको खायो घिउ एउटा कमाइको सुख थिएन मैले कमाएको खाएर बसेँ त के घिउ के भयो त्यो घरभित्र छिर्दाखेरि भनौँ भने बिहान खाएर बेलुका के खाउँ जस्तो थियो अनि सुन छैन मैले के लाएर आइछु सुन लाएर हिँड्नु भएको रे तपाईँ लाएर लिएर आएको भात खाएको भएदेखि थाहा पाइहाल्छ मलाई भनौँ भने यतिकै मैले घरमा कस्तो लुगा लगाएको मैले के ल्याएको छैन सुनै छैन त सुन ऊ कालीको घरमा छ मेरो ब्याग सुन हिजो मिनालेसम्म भन्दै चाहिँ ब्याग मेरो काली घरमै छ कहाँ छ सुन चाहिँ सबै यिनीहरूले राखे हो खोसेर मलाई भनौँ भने एउटा लुगाको बत्थर पनि दिएको होइन मैले के सुन लिएर आउँ यो तपाईँको एकाउन्टमा त्यो दुध बेचेको पैसा सबै दुध बेचेको पैसा कति आउँथ्यो भने ढुट्टो दाना कटाएर आउँथ्यो नआउने होइन बुढोको कमाइ छैन छोराको कमाइ छैन केबाट खाने म चाहिँ कहाँ जाने त्यही खाने होइन दुध बेचेको कहिले 6-7 हजार आउँथ्यो कहिले 8-9 हजार आउँथ्यो बचत एकाउन्टमा राख्ने होइन अनि खाना चाहिँ खानुहुन्थ्यो बचत चाहिँ राखेर नि खाना अहिले चाहिँ कति छ एकाउन्टमा पैसा कति हुनु जम्मा 8,000 पैसा चाहिँ निकाले मोबाइल किनेको मोबाइल किन्दा उही राख्दै आएको मोबाइल उसैले बोकेर बसेछ मैले लिएको होइन मैले त जस्तो मैले एउटा घरमा लागेको कपडा त्यस्तै ल्याएको मैले ल्याउन भने चाहिँ मैले एउटा तातो भुत्ला के भनौँ भने मेरो एउटा लागेको मैले जोडेको बत्थर सामान पनि ल्याएको होइन मैले उहाँ बोल्नुहुन्थ्यो पहिला हजुर तपाईँसँग को बोल्थ्यो पहिला को बोलेको पहिला को बोलेको तपाईँ मै बोले तपाईँले पटाउनु भएको कान्छा श्रीमान हो मेरो कान्छा श्रीमान तपाईँले पटाउनु भयो तर श्रीमान भनिहाल्नु मिल्दैन अहिले
कानुनले चाहिँ श्रीमान हो भनेर ठहराउँदैन अहिले, किनकि तपाईँको कानुनी रूपमा उहाँ हो श्रीमान। अदालतले चाहिँ आजदेखि तिमीहरूको